नमस्कार, रिभोल्युसन नेपालमा हार्दिक स्वागत छ। म दिप्सन छिनाल। बागलुङका 2 स्थानमा निःशुल्क इन्टरनेट सेवा सुरु गरिएको छ। बागलुङको 2 स्थानमा व्यक्तिगत लगानीमा द्रुत गतिको निःशुल्क इन्टरनेट सुविधा दिन थालिएको छ। बागलुङ बजारका सडक खाल्टाखुल्टी पुर्ने र सरसफाइमा सक्रिय 2 युवाले बागलुङ बजारको 2 स्थानमा निःशुल्क इन्टरनेट राख्ने योजना अनुसार कालिका मन्दिर र समीक्षालय चोकमा पहिलो चरणमा निःशुल्क इन्टरनेट जडान गरेका छन्। उक्त इन्टरनेट 100 मिटर भन्दा बढी वरपरको क्षेत्रमा निःशुल्क चल्नेछ। सगरमाथा कम्प्युटर हाउसका सञ्चालक नैवेद सिगदेल र सृजना फर्निचरका विराट हरिजनले व्यक्तिगत लागतमा बागलुङ बजारमा निःशुल्क इन्टरनेटको व्यवस्था मिलाएका छन्। व्यक्तिगत रूपमा बागलुङ बजारका अव्यवस्थित रूपमा देखिएको खाल्टाखुल्टी, सडक पुर्ने र ढलान गर्ने, सडक नाली सफा गर्ने कार्यमा सक्रिय 2 युवाले पहिलो चरणमा कालिका मन्दिर र समीक्षालय चोकमा निःशुल्क इन्टरनेटको सुविधा प्रदान गरेका हुन्। 100 मिटर भन्दा टाढासम्म वाइफाई टिप्न सक्ने द्रुत गतिको इन्टरनेटको उपकरण जडान गरिएको नैवेद सिगदेलले जानकारी दिनुभयो। कालिका मन्दिरमा आउने धार्मिक पर्यटकलाई र समीक्षालय चोक सहित वीरेन्द्र ऐश्वर्या पार्कमा आउने नागरिकलाई लक्षित गरी इन्टरनेट सुविधा दिएको छ। द्रुत गतिको एउटै इन्टरनेटको उपकरणलाई 37,000 पर्ने उहाँको भनाइ छ। दुर्गम गाउँमा निःशुल्क इन्टरनेट भइसक्यो। हाम्रो ठुलो सहरमा यो व्यवस्था थिएन। 3 वटा उपकरण खरिद गरेर ल्याएका छौँ। 2 वटा जडान भइसक्यो। एउटा जडान स्थानको खोजीमा छौँ, सिगदेलले भन्नुभयो। 3 वटा उपकरण मध्ये एउटा उपकरण अमेरिकाबाट साथीले खरिद गरी पठाउनु भएको हो। 2 वटा आफै खरिद गरेका छौँ। उहाँले बागलुङ बजारमा सडक बत्ती समेत जडान गर्ने लक्ष्य राखिएको बताउनुभयो। समीक्षालय चोक र कालिका मन्दिरमा निःशुल्क इन्टरनेट सुविधा भइसकेको छ। स्थानीय सरकारको रूपमा रहेको बागलुङ नगरपालिकाले गर्न नसकेको काम स्थानीय युवाहरूले गर्न थालेको भन्दै प्रशंसा भइरहेको छ।